जय मसी, गुड मर्निङ एभ्रिवान। अनि आज चाहिँ मैले काढा बनाउन गइरहेको छु। तातो पानी नेपालीमा, अब मलाई त्यति राम्रो नाम भन्न आएन। टक्का लाएर तेजपत्ता, अदुवा, तपाईँले चिनिरहनु होला होइन, लङ, मरिच, सुकमेल, अनि साथै यो चाहिँ अलैँची नेपाली होइन, अनि चायपत्ती। यति चिजको चाहिँ म आज काढा बनाउँदैछु। साथमा काढा साथसाथै चाय पनि बनाउँदैछु। म तपाईँहरूलाई यो सबै देखाउनेछु है त। अब चाहिँ यो सामग्रीलाई तातो पानी अथवा पानीमा लगाइसकेर बोइल गरिसकेपछि यस्तो भएको छ। यसमा चाहिँ चायपत्ती लाउन बाँकी नै छ। अनि विशेष गरेर चाहिँ यसको फाइदा के छ त शरीरलाई भन्ने कुरामा चाहिँ तपाईँलाई रुगामार्गी लागिरहेको छ, चिसो भइरहेको छ, घाँटी दुखिरहेको छ होइन, अनि एकदमै एनर्जी पनि लस भइरहेको छ भने तपाईँले यो गरेर पिउनु भने चाहिँ एकदमै तपाईँ एक्टिभ रहनुहुन्छ। अनि शरीरको लागि तपाईँको सबै कुरामा चाहिँ एकदमै राम्रो काम गर्छ। अनि मलाई जहिले पनि रुगामार्गी लाग्दा ओर्दाखेरि चाहिँ म यस्तै गरेर, खोकीहरू लाग्दाखेरि होइन, घाँटीहरू दुख्दाखेरि चाहिँ म प्रायः त्यस्तै बनाएर पिउने गर्छु। अनि यसलाई चाहिँ अब यतिकै पिउनु सक्नुहुन्छ भने यतिकै तपाईँले यो साथै अलिकति मह लाएर, हनी लाएर तपाईँले पिउनु सक्नुहुनेछ। तर यतिकै पिउनु सक्नु भएन भने चाहिँ यसमा चाहिँ दुध लाएर पनि तपाईँले पिउनु सक्नुहुन्छ, मिल्क लगाएर पनि। अनि म तपाईँलाई देखाउने छु। अब चाहिँ मैले यसमाथि अलिकति चायपत्ती लाउँदैछु, तपाईँहरू हेर्न सक्नुहुन्छ। यसलाई म धेरै बेर चाहिँ बोइल गर्दिनँ, लाइक 5 मिनट बोइल गर्छु। मेरो यो चाहिँ फुटिया छ है, देखिरहनु होला। अनि अब चाहिँ चायपत्ती लगाएर पनि मैले मजाले बोइल गरिसकेकी छु। अब चाहिँ माथिबाट म मिल्क लगाइदिनेछु। अनि हेर्नुहोस्, अब लुक कस्तो राम्रो भएको छ है, नेपाली चाय जस्तो भएको छ नि। अन्त नेपालमा चाय पनि यसरी नै बनाउँछ, चिया। अनि मैले पनि यसरी बनाउँछु, तर म चाहिँ अब नेपालमा चाहिँ अलिक धेरै बेर बोइल गर्छु, उमाल्छ होइन। म चाहिँ एकछिन मात्रै उमाल्छु, लगभग ढुक्क उम्लेपछि म अहिले ग्यास बन्द गरिदिनेछु। यदि तपाईँहरूलाई पनि यस्तो बनाएर पिउनु मन लाग्छ भने चाहिँ चिसो महिनामा चाहिँ एकदमै राम्रो हुन्छ। मन नलागे पनि बनाएर पिउनु होला। अब गर्मी महिनामा पनि खोकीहरू लाग्दा ओर्दा, घाँटी दुख्दा ओर्दा चाहिँ यस्तो बनाएर पिउनु भने एकदमै राम्रो गर्छ, औषधिको कामै गर्छ। म चाहिँ अलिकति औषधि खानादेखि अलिक डराउने मान्छे, अनि अलिकति रुगामार्गी लाग्दा यस्तै बनाएर पिउने गर्छु। हल्का बोइल हुँदैछ। अब चाहिँ हल्का एकचोटि बोइल भइसकेको छ, उम्लिसकेको छ। अब चाहिँ म ग्यासलाई बन्द गरिदिनेछु, टक्क लाएर। यति नै धेरै बेर बोइल गऱ्यो भने चाहिँ फेरि त्यो हुन्छ नि, मान्छेलाई ग्यास्ट्रिक धेरै हुनेलाई चाहिँ एसिडिटी हुने सम्भावना हुन्छ। किनभने ग्यास्ट्रिकको समस्या चाहिँ मलाई पनि छ। त्यही भएर म चाहिँ यतिको मात्रै बनाएर पिउँछु। हेर्नुहोस् त, ट्याक्क चाय जस्तै बनेको छ नि। तर अब यो त चिया मात्रै त होइन नि त, यहाँ त धेरै कुराहरू छ। पिउँदा पनि यस्तो मिठो बास्ना आएको छ, हरर स्माइल पनि यस्तो मिठो आइरहेको छ। अनि अब मलाई त चिनी मन पर्दैन, अनि चिनी अलिकति लाएर पिउने अझै पनि राम्रो हुन्छ। अनि आजको मेरो चायको भ्लगलाई हेर्न सक्नुहुन्छ, एकदमै मिठो भएको छ है। अब चाहिँ म यो सामानहरूबाट टक्क लाएर म अमलेट बनाउने छु। अनि अमलेट बनाइसकेपछि चाहिँ यो चिज लाएर स्यान्डविच बनाउने छु आजको मेरो नास्ताको लागि, चियासँग चाहिँ खानको लागि। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ के छ। यो चाहिँ क्याप्सिकम हो, क्याप्सिकम, ग्रिन चिल्ली, टमेटो, अनियन, अनि कोरिएन्डर लिभ्स होइन, धनियाँ पत्ता, अनि एउटा अन्डाको चाहिँ म के भन्छ अमलेट बनाउने छु। अनि अमलेट बनाएर चाहिँ म स्यान्डविच बनाउने छु, चिज एग स्यान्डविच। तपाईँहरूलाई म देखाउने छु है त। अघि नै चाहिँ मैले हजुरहरूलाई पुरा सिँगै टमेटोहरू देखाएको थिएँ होइन। अनि यसरी मैले त्यहाँबाट चाहिँ थोरै थोरै लिएर ठिक्क गरेर यसरी काटेर राखेकी छु। अनि त्यसबाट म चाहिँ पिङ्क सल्ट युज गर्ने गर्छु।
अनि एग यहाँ छ। एगलाई चाहिँ मजाले पहिले म फिट्छु। आफ्नो आफ्नो तरिका हुन्छ है बनाउने तरिका चाहिँ। म चाहिँ यसरी बनाउने गर्छु। मजाले यसलाई फिटिसकेपछि चाहिँ अनि यहाँनिर अलिकति सल्ट अनि अलिकति ब्ल्याक पेपर मिन्स नुन अनि मरिचको धुलो लगाएर मजाले फिट्ने। अनि म हल्का फ्राई गर्छु प्याज अनि सिमला मिर्च मिन्स क्याप्सिकम अनि टमेटोलाई चाहिँ हल्का फ्राई गरेपछि मात्रै म एग चाहिँ माथिबाट लाउने गर्छु है। तपाईँहरूलाई म त्यो पनि देखाउँदैछु। अनि तपाईँहरूले चाहिँ कुन तेल चलाउने गर्नुहुन्छ, कुन ओइल चलाउने गर्नुहुन्छ? म चाहिँ एक्चुली अमलेटहरू बनाउँदा ओर्दा चाहिँ अलिभ ओइल नै चलाउने गर्छु। अनि यो अलिभ ओइल पनि धेरैजना चाहिँ रिफाइनबाट लिनुहुन्छ। रिफाइन चाहिँ राम्रो हुँदैन शरीरको लागि, हेल्थको लागि। अनि यो वाला चाहिँ एकदमै राम्रो हुन्छ। तपाईँहरूले पनि यो ओइल युज गर्ने गर्नुहोला। म थोरै अलिभ ओइल गरेर चाहिँ म अमलेटलाई बनाउँदैछु। यहाँ तयार गरेकी छु। अनि ओइल म एकदमै कम युज गर्छु, त्यस्तो धेरै युज गर्दिनँ। यति भयो हुन्छ। अनि अलिभ ओइललाई चाहिँ त्यति धेरै हामीले पकाउनु जरुरत छैन, किनभने अलिभ ओइल काँचै खाने ओइल हो नि त। अनि म यसलाई प्याज लगाइदिनेछु हल्का। अनि हल्का प्याज ब्राउन गरिदिन्छु। अनि फेरि माथिबाट म टमेटो लगाउनेछु। टमेटोमा म क्याप्सिकम हाल्छु, किनभने दुईवटा एकैचोटि नै हल्का म पकाउँछु। अनि पाकेपछि एग माथिबाट लगाउँछु, नत्र भने अलिकति काँचो त्यसमा अलिकति राम्रो लाग्दैन नि त। त्यो भएर बस्नु सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ। अब चाहिँ मैले हरियो खोर्सानी काटेर राखेको थिएँ। अनि हरियो खोर्सानीलाई पनि हल्का गरेर राखेपछि टमेटो परेको छैन। एगलाई चाहिँ मैले यतिको फिटेर राखेकी छु। यता चाहिँ हाम्रो यतिको भएको छ। अब म यसको यहाँ मसला लगाइदिनेछु। अनि आफू एक्लैले भिडियो बनाउँदै पकाउने भएको कारणले गर्दा चाहिँ यो सललाई चाहिँ मैले तपाईँहरूलाई त्यहाँमाथि लगाएको देखाउन सकिनँ। अनि यहाँनिर बन्दैछ। यसलाई चाहिँ मैले उल्टाएँ। उल्टाउँदाखेरि चाहिँ यस्तो देखिएको छ अमलेट, मेरो अमलेट आजको। हेर्न सक्नुहुन्छ। अब चाहिँ पाकेर पनि रेडी भइसकेको छ। कस्तो राम्रो देखेको छ। तपाईँहरूलाई यो हेरेर खानु मन लाग्यो कि लागेन कमेन्ट गर्नुहोस् है त। तर म यसलाई चाहिँ फेरि पनि स्यान्डविच बनाउने छु। अमलेट लाएर चाहिँ चिज स्यान्डविच। अब चाहिँ मेरो ब्रेडमाथि चिज आएको छ। अनि चिज आइसकेपछि मैले मेरो अहिले बनाएको एक अमलेटलाई यहाँ माथि राख्नेछु, अथवा मैले यसरी राख्छु। हेर्न सक्नुहुन्छ। अनि फेरि त्यही चिजलाई यहाँ माथि राख्नेछु। अनि यसलाई यस्तो गरेर चाहिँ चिज स्यान्डविच चाहिँ रेडी भएको छ। तर यसलाई म अलिकति गरम पनि गर्छु अनि म तपाईँलाई देखाउनेछु है त। अब हेर्न सक्नुहुन्छ मेरो स्यान्डविच, चिज एग स्यान्डविच। भित्र चिजले मजाले उयो भइसकेको छ। अनि यसलाई चाय नै भन्दा पनि भयो, नत्र भने अब यो एक्चुअली औषधिको लागि हो। चाय त्यस्तो पिउने चाहिँ म चाहिँ पिउँदिनँ। र आज चाहिँ विशेष गरेर चिसो वेदर, चिसो मौसम साथै त्यत्तिकै त्यो पिउनु नसकेको कारणले मैले चाहिँ अलिकति मिल्क लाएर चाहिँ यस्तो बनाएकी हुँ। अनि यदि तपाईँहरूलाई कस्तो लाग्यो मेरो आजको नास्ता, यदि मनपर्छ भने चाहिँ प्लिज कमेन्ट गर्नु नबिर्सिनु होला है त। एन्ड लाइक, सब्सक्राइब, सेयर पनि गर्नु होला। हस् त, धन्यवाद। आजको मेरो ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। सी यू सुन गाइस।